चुनाव सकियो। धेरैको भनाइ हुन्छ अब नेताहरूको घर दैलो अभियान पनि सकियो। चुनाव ताका मात्र जनताको ढोकामा पुग्ने, मनका कुरा सुन्ने, सुख दुःख सोध्ने क्रम अब रोकियो होला भन्ने बुझाइ पनि धेरैको छ। तर सबै नेताहरू त्यस्तै हुँदैनन् भन्ने उदाहरण बन्नु भएको छ नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापा। चुनाव सकिए पनि सो ठाउँबाट जित्नेले वास्ता नगरे पनि उहाँको घर दैलो यात्रा भने रोकिएको छैन। उहाँ अझै पनि नियमित रूपमा झापाका गाउँ टोलमा पुगिरहनुहुन्छ। जनताको दुःख सुख सुन्दै समस्या बुझ्दै हुनुहुन्छ। जस्तै तपाईको यहाँको यही माटोमा जन्मेको सिधा बुद्धलाई न्याय दिएको अवस्था छैन अहिलेसम्म है। अहिलेसम्म पहिलेदेखि नै अहिलेसम्म अहिले घरसम्म चाहिँ न्याय दिएको, इन्साफ दिएको छैन। त्यो भएर चाहिँ हामीले घर घरमा मूर्ति स्थापना गर्नु या झण्डा लगाउनु, गुम्बद बनाउनु ठुलो कुरो होइन। पहिलो नम्बरमा यहाँ न्याय चाहियो। यो बुद्ध राष्ट्र नेपाल नभनेर अहिले होइन, यो त धर्मनिरपेक्ष हो। र पनि यहाँ यो देशमा यो माटोमा जन्मिनु भएको महामानव सिद्धा बुद्ध उहाँको न्याय भएको थिएन। संवैधानिक रूपमा, कानुनी रूपमा पहिलो नम्बरमा त्यो झापामा मात्र होइन, अन्य स्थानका नागरिकका गुनासा र पीडामा पनि उहाँ उत्तिकै संवेदनशील देखिनुहुन्छ। यो पटकको निर्वाचनमा उहाँको पार्टीले अपेक्षित सफलता हासिल गर्न सकेन, हारको सामना गर्नु पर्यो। तर त्यो हारलाई मनमा बोकेर बस्ने होइन, जनताको मन जित्ने यात्रामा उहाँ झन सक्रिय देखिनुहुन्छ। उहाँमा विश्वास छ एमाले नै त्यो शक्ति हो जसले जनताको पीडा साँचो रूपमा बुझ्छ र त्यसमा मलम लगाउने काम गर्छ। गोविन्द थापाको भनाइ छ चुनाव हार्दैमा जनताको मनबाट पार्टी हराउँदैन। परिणाम जस्तो सुकै आए पनि एमाले जनताको मनमा सधैँ रहन्छ, उहाँ दृढतापूर्वक भन्नुहुन्छ। यो दृश्य हेर्नुहोस्, कमल गाउँपालिकामा अन्य एमाले नेताहरूसँगै गोविन्द थापा जनताको घर दैलोमा पुग्दै हुनुहुन्छ। कसैको समस्या सुन्दै, कसैको मनोभावना बुझ्दै, उनीहरूकै बीचमा घुलमिल हुँदै हिँड्नु भएको छ। उहाँ स्पष्ट भन्नुहुन्छ, घर दैलो भनेको चुनावको बेला मात्र गर्ने काम होइन। यदि कोही आफूलाई साँचो अर्थमा नेता ठान्छ भने जनतालाई आवश्यक परेको जुनसुकै बेला उनीहरूको ढोकामा पुग्नै पर्छ। त्यसैले जहाँ अन्य नेताहरूका लागि चुनाव सकिएको छ, त्यही गोविन्द थापाका लागि भने जनताको मन बुझ्ने अभियान अझै जारी छ। उहाँको लागि चुनाव सकिएको छैन, जनताको घर दैलो अझै खुल्लै छ।